बढाइदिनु भएकोले तपाईँ धन्यवाद दिन्छु परमेश्वर। आज तपाईँको चरणमा यो भेटी लिएर आउँदछौँ परमेश्वर। यो अशुद्ध हुन सक्छ हामीबाट, तर तपाईँको शुद्धताले यसमा भरिदिनु भएको होस् हे परमेश्वर। यो हामीले गरेको हरेक परिश्रम हरेक मेहनतको फलहरू तपाईँको चरणमा टोक्राउँदछौँ परमेश्वर। हामीद्वारा आउँदाखेरि परमेश्वर यो 2टा माछा र 5वटा रोटी मात्रै हुन सक्दछ परमेश्वर, तर म विश्वास गर्दछु तपाईँले 5000 मानिसलाई पुर्याउने जतिको यस भेटीलाई तपाईँले चलाउनुहुनेछ परमेश्वर। यो ढुकुटीहरूमाथि आज जतिजनाले आफ्नो मेहनतबाट आफ्नो परिश्रमबाट तपाईँको भण्डारमा ल्याउनु भएको छ, त्यो हरेक हातहरूमाथि तपाईँले पहुन्चेको आशिषले भर्नुहुनेछ भनेर विश्वास गर्दछु परमेश्वर। हे अब्बा पिता, यो भेटीद्वारा अझै तपाईँको राज्यको विस्तारको कार्यहरू हुन सकेको होस् र अझ धेरैभन्दा धेरै मानिसले तपाईँको प्रेमलाई चाख्न सकेको होस्, तपाईँलाई ग्रहण गर्ने मौका दिनुभएको होस् हे परमेश्वर। र तपाईँको नजिकमा अझै पनि यो भेटीले अझै तपाईँको कार्यहरू गर्न सकेको होस् पिता। धन्यवाद चढाउँदछु हामी हरेक माथि तपाईँले आशिष गरिकन तपाईँको आदर गर्दै तपाईँको यो भेटी टक्राउने मौका दिनुभएकोलाई पिता। आज हामीसँग प्रशस्त मात्रामा होइन पिता, तर आज तपाईँको आदर गर्दै यो भेटीहरू हामी टक्राउँदछौँ परमेश्वर। हे अब्बा पिता, परिश्रम गर्ने हातहरूमाथि आशिष दिनुभएको होस् र थोरै मात्रै भए तापनि हे अब्बा पिता आज जतिजनाले पनि ल्याउन सक्नु भएको छ वा हरेक माथि तपाईँले आशिष दिनुभएको होस् र आज जतिजनाले पनि सक्नु भएको छैन, जतिजनाको पनि फाइनेन्सियल क्राइसिसहरू चलिरहेको छ, सबैमाथि तपाईँको अभिषेकहरू हामी बोल्दछौँ परमेश्वर। पखुन्जेलको ढुकुटीहरू त्यो पखुन्जेलको आशिषहरू हामी बोल्दछौँ परमेश्वर। र आउने दिनहरूमा आगामी दिनहरूमा अझै योभन्दा हो परमेश्वर दुग्न रूपमा दिनु सक्ने तपाईँले आशिष गर्नुहुनेछ भनेर विश्वास गर्दछु परमिता। धन्यवाद दिन्छु परमेश्वर। अब हामी वचनतिर पनि जानेछौँ, तपाईँको छोरामाथि तपाईँको अभिषेकहरू खन्याउनु भएको होस्, हाम्रो हृदयलाई तपाईँले तयारी बनाइदिनु भएको होस् र आज हामी हाम्रो हृदयहरू तपाईँप्रति कृषित भइकन आज तपाईँको छोरालाई तपाईँले चलाउनु भएको होस् हे पिता। र आज हाम्रो हृदयको ढोकाहरू खोलिकन आज हामी प्रशस्त मात्रामा हो परमेश्वर पखुन्जेलको आशिषहरू लिएर जान सकेको हुन् पिता। धन्यवाद दिन्छु तपाईँको अनुग्रह तपाईँको प्रेमले भरिपूर्ण पारिदिनु भएकोलाई पिता। रहल बाँकी समय तपाईँको हातमा अर्पण गरे आशिष माग्दछु प्रभु ख्रीष्टको नाममा।